हेलो नमस्ते फ्यापुलो सम्पूर्णमा हजुरहरूलाई स्वागत छ मेरो नयाँ भिडियोमा है। र आज चाहिँ वेदर राम्रो भइरहेको छ है। र आज चाहिँ म खाना बेलुकाको डिनर बनाउँदैछु है। डिनरमा चाहिँ आलुदम रोटी र अन्डा बनाउँछु है। र हेर्दै गर्नुहोस् होला हजुरहरूको के कस्तो हुँदैछ है। र मैले चाहिँ भिडियो नहालेको धेरै दिन भयो है, त्यसको लागि चाहिँ माफी चाहन्छु। किन भन्दाखेरि चाहिँ मैले भिडियो सुट गर्नै पाएको थिइनँ है, म एकदमै बिजी भएको कारणले गर्दाखेरि। र अहिले यहाँनिर चाहिँ नेटवर्क प्रब्लमहरू पनि हुँदैछ है, पानी आएको कारणले गर्दा लाइट हुँदैन, त्यही भएर है। र अब चाहिँ मैले अन्डा पनि केलाइसकेँ र अब म बसाइहाल्छु है यसलाई चाहिँ। र यो चाहिँ मैले प्याज र लसुन काटेको छु है। लसुन चाहिँ हामी प्रायः खाँदैनौँ घरमा, चलाउँदैनौँ। र आज चाहिँ मैले कोही बेला चाहिँ चलाउनु पर्छ है, आज चाहिँ मैले हालिदिएको छु। कति कुरा मेडिसिनको रूपमा पनि खानुपर्ने हुन्छ है। र हजुरहरूलाई थाहा छ कि छैन, लसुन चाहिँ हाई प्रेसरमा एकदमै राम्रो हो है। त्यसले चाहिँ प्रेसरलाई कन्ट्रोलमा राख्छ है। सक्यो भने चाहिँ अझै काँचै खानु राम्रो हो। र फाइनली मेरो चाहिँ तेल पनि तातिसक्यो। र अब चाहिँ मैले 5 फोरन पड्काएर चाहिँ यो मसला बनाउने छु है। र आलुदमको लागि चाहिँ त्यस्तो मेहनत चाहिँ गर्नु पर्दैन है, कम्ती प्याजहरू नहाल्दा पनि हुन्छ, तर मैले चाहिँ हालिदिएको छु है। र हेर्दै गर्नुहोस् होला हजुरहरूको डिनर के बनाउनु भयो, कसो बनाउनु भयो है, वेदरहरू के कस्तो छ। अहिले चाहिँ वेदर चाहिँ यता पेदोङमा चाहिँ पानी पानी नै हुँदैछ है। र अब चाहिँ यो मैले चाहिँ रङ र हल्दी मात्रै हालेको छु है। र अब आलु हालेर पनि छोपिसकेँ मैले। र मेरो फाइनली आलु पनि यतिको भइसक्यो। र एकछिन भुटेर है, एकछिन मजाले भुटेर र आँटाको डो पनि रेडी गरिसकेको छु मैले। र अब चाहिँ मैले ग्रेभी हालेर एकछिन छोपिदिन्छु है। र अब चाहिँ म खोर्सानीतर्फ लाग्दैछु। यो खोर्सानी चाहिँ मेरो लास्ट इयरको बोटो है, यसमा चाहिँ मजाले फलिरहेछ। मैले अस्ति मल हालिदिएको थिएँ। र हेर्दै गर्नुहोस् होला है, खोर्सानी टिपेर लान्छु, अचार बनाउँछु है। र अब चाहिँ म पुदिना टिप्नु जाँदैछु है, रात पनि परिसक्यो। र पुदिना टिपेर ल्याएर पुदिनाको चाहिँ अचार बनाउँछु म डल्ले हालेर है। एकदमै दामी लाग्छ पुदिना, राम्रो पनि हो है पेटको लागि। र फाइनली मेरो आलु चाहिँ मजाले ग्रेभी भइसकेछ। अब यसमा चाहिँ म अन्डा हाल्छु। अन्डा हालेँ है। अन्डालाई चाहिँ मैले फ्राई गरिनँ किनभने मन पराउँदैन हाम्रोमा यहाँ। रोटी पनि बनाउन स्टार्ट भइसकेछ है। रोटी चाहिँ हामी चुल्हामै बनाउँछौँ, प्रायः खानाहरू हामी चुल्हामै बनाउने गर्छौँ है। र रोटी चाहिँ चुल्हामा बनाएको राम्रो भन्छ है मान्छेले चाहिँ, ग्यासमा पोलेको चाहिँ अनहेल्दी भन्छ है। खै मैले चाहिँ हामीले चाहिँ अब ग्यासमा चाहिँ पोल्ने चाहिँ गर्दैनौँ, चुल्हामै पोल्ने बनाउँछौँ है, गर्छौँ। चुल्हामा बनाएको मिठो हुन्छ है। हेर्दै गर्नुहोस् होला है, फटाफट रोटी बनाउँदैछु है। हाम्रो आज चाहिँ लाइट चाहिँ एकदम डिस्टर्ब छ, आउँदै जाँदै हुँदैछ है। हाम्रो पेदोङमा चाहिँ लाइट चाहिँ एकदमै डिस्टर्ब भइहाल्छ पानी आउँदाखेरि है। अहिले चाहिँ सबैतिरको त्यही हो है, बर्खामा पानी आएपछि लाइट बिग्रिहाल्छ। र हेर्दै गर्नुहोस् है, रोटी फटाफट बनाइहाल्छु है, सकिमा हाल्छु काम। अहिले फेरि लाइट जान्छ नि त, अहिले एकछिन लाइट आएको बेलामा रोटी बनाइहालेको। फाइनली अब मेरो रोटी पाक्नु सक्नु आँटिसक्यो है। अब चाहिँ सक्यो भन्दा हुन्छ है। अब यति नै छ रोटी, लास्ट एउटा हो यो। र आजको भिडियो के कस्तो लाग्यो है, हजुरहरूलाई मन परेमा लाइक सेयर कमेन्ट सब्सक्राइब पनि गरिदिनुहुन्छ भनेर मैले ठुलो आशा राखेको छु है। यसरी नै मेरो भिडियोहरू हेर्दै गर्नुहोस् होला है। आशा गर्छु हजुरहरूले मलाई सपोर्ट गर्नुहुन्छ भनेर है। र फाइनली मेरो रोटी पनि पाकिसकेको छ है। र यसरी नै भिडियोहरू हेरिदिनुहोस् होला है मेरो। र आजको लागि चाहिँ यति नै है। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क यू फर वाचिङ। बाई बाई, सी यू इन द नेक्स्ट भिडियो।